बाटो कहाँ पर्छ यसरी बस्छ हैन उत्तरै हैन हामी यता यो खोला हो यो माथि चढ्ने एउटा बाटो थियो कि यहाँ डगर जस्तो यही प्लट यही यही थियो यही छेउछाउमा या अलिकति अगाडि एउटा बाटो चाहिँ त्यहाँबाट यस्तो छ नि त त्यो होइन त्यो होइन अनि यसमा कुलो पनि कुलोको हो कि क्या बाटो कुलो यो यो कुलो यहाँबाट कुलो यसलाई मानिन्छ होइन यो खोलाको भाग हो यो पुरै खोला हो यो खोला हो होइन अब यो खोला देखाइदियो यो खोला यसको हो यो खोला यताको हो तपाईँको जग्गा पुगेपछि यो बाटोदेखि तलतिर मात्रै पर्ने रहेछ हेर्नु यो बिचमा बाटो थियो क्या एउटा यो बाटो मुनि पर्छ एउटा खोलो यो यो बुझ्नुभयो नि यो बाटो पनि पर्छ नि यो दुईटा आएर जोइन्ट भएको हाइवे हो यही होइन हाइवे तपाईँको अब यसमा यो तपाईँको यसरी हामी यहाँबाट आयौँ यसरी आयौँ होइन यो खोलो क्रस गरेर हाइवे उता नौ गएको रहेछ होइन यहाँ पर्ती जग्गा छ यो बाटोभन्दा मुनिको रहेछ तपाईँको 30 बिघा भनेको चाहिँ यो पनि पर्ने हो होइन यसरी तल पर्ने यहीँसम्म पर्यो है माथिको यहाँ पनि पर्ती जग्गा छ यो होइन नमाइ रहेछ यो पैनी रहेछ कुलो आएको थियो यताबाट कुलो यहाँबाट कुलो ल्याएको थियो यहाँसम्म आएको छ यहाँ बन्द भएछ फेरि यहाँ तलबाट चाहिँ स्टार्ट गरेको छ कुलो यहाँ लगाएको छ पैनीमा गयो यसमा खोला मिसाइयो यताबाट सिधै आएको चाहिँ यो तल आएको छ अब तपाईँको जग्गा 30-35 बिघा जग्गाको फिल्ड यो रहेछ भन्नुभयो नि योदेखि मिल्ने यो 3 नम्बर किताब चाहिँ फेरि के भन्छ हौ यसलाई 3, 5